दर्शकबिन सबैमा नमस्ते। तपाईहरुको सामु नयाँ भिडियो लिएर म आइसकेको छु। देख्न सक्नुहुन्छ हाम्रो यो रिप्टीकोटमा पर्ने एउटा धार्मिक स्थल, पर्यटकीय स्थल जलेश्वर मन्दिरको यो दृश्य हो। देख्न सक्नुहुन्छ मन्दिरहरू र त्यसैगरी यो भ्यू कुसुम खोला, हाटोक लगायत तानसेन पनि देख्न सक्नुहुन्छ। तानसेन देख्न सक्नुहुन्छ। यो तानसेन बजार है। यो चाहिँ तानसेन बजार हो। देख्न सक्नुहुन्छ यो चाहिँ शिवजी मन्दिर जलेश्वरको दृश्य देख्न सक्नुहुन्छ। यस्तो जङ्गल छ है। यस्तो जङ्गलको बीच भागमा रहेको छ हाम्रो जलेश्वर मन्दिर। पारिपत्तिको देख्न सक्नुहुन्छ कुसुम खोला लगायतका हाटोक, भैरवस्थान, तानसेन अनि हाम्रो जलेश्वर मन्दिर। देख्न सक्नुहुन्छ यो चाहिँ रिप्टीकोट 6 को एरिया नै पर्यो। देख्न सक्नुहुन्छ यसरी अम्लिसोघार भनी मौसम टावर पनि देख्न सक्नुहुन्छ है त। यसरी यो चाहिँ मौसम टावर हो। देख्न सक्नुहुन्छ टावर भने यतातिरको मौसम यस्तो खराब छ है। अझै मौसम चाहिँ यस्तो बादल लागेको छ। देख्न सक्नुहुन्छ यो पाल्पा जिल्लाको मौसम टावर। यसरी देख्न सक्नुहुन्छ है। यो चाहिँ मौसम टावर हो। उही नजिक जान पाइएन, नजिकबाट टाढाबाट भए पनि यस्तो छ है त मौसम टावर हो। आकाशको दृश्य देख्न सक्नुहुन्छ। यस्तो छ यतातिर पनि, यतातिर चाहिँ यस्तो बादल लागेको छ। देख्न सक्नुहुन्छ यो चाहिँ डुस्टुङ डाँडा भनेर यसलाई चिन्ने गरिन्छ। यो चाहिँ रिप्टीकोट 6 थिमुरे एरिया हो। देख्न सक्नुहुन्छ यस्तो छ है। एकदम यो टाउनको कारणले गर्दाखेरि यो राम्रोसँग देख्न सकेको छैन। यो डुस्टुङ स्कुल हो। अनि चाहिँ यो मधुरो देखिएछ। यो चाहिँ मेरो गाउँ हो। यस्तो भ्यू राम्रोसँग देखिएको छैन है यो टाउनको कारणले। मेरो गाउँको एरिया है। यो चाहिँ हाम्रो हेल्थ पोस्ट। यो देउराली भ्यू। यो चाहिँ कभर्ड हल हो भने यहाँ चाहिँ पूर्णिमा मेला लाग्छ। यसलाई चाहिँ पाकुरी कोल पनि भनिन्छ है। पाकुरी कोल भनिन्छ यसलाई। यतातिर देख्न सक्नुहुन्छ मौसम भने यहाँनिर चाहिँ क्लियर छैन त्यति, तर यहाँबाट पनि तानसेन बजार चाहिँ देखिन्छ है। देख्न सक्नुहुन्छ यो चाहिँ तानसेन बजार हो। यसरी देख्न सक्नुहुन्छ। अब चाहिँ घाम अस्ताउने बेला भइसकेको छ। यसरी घाम लागेको छ।